दर्शक नमस्कार, तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। म लुडो साङ्बो यस सप्ताहको तिब्बत, परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू। परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनले पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनमा शोक व्यक्त। परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनले जापानका प्रधानमन्त्री सिन्जो आबेको स्वास्थ्य लाभको लागि प्रार्थना। 60 वर्षको प्रजातन्त्र दिवस मनाउँदै तिब्बती जनताले परम पवन दलाई लामा ज्यूलाई श्रद्धाञ्जली अर्पण। सी जिनपिङद्वारा तिब्बतको लागि प्रस्तावित नीति गलत दिशामा, केन्द्रीय तिब्बती प्रशासन प्रमुखको भनाइ। अमेरिकी विदेश सचिवले बेजिङलाई परम पवन दलाई लामा ज्यूसँग वार्ताको लागि आह्वान। परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनले भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनमा शोक व्यक्त गर्नुभयो। उहाँको छोरा अभिजित मुखर्जीलाई लेखेको पत्रमा परम पवन दलाई लामा ज्यूले हालसालै 2016मा श्रीमान मुखर्जीलाई धेरै पटक भेट्ने सम्मान पाएको सम्झना व्यक्त गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि स्वर्गीय मुखर्जीले सार्वजनिक सेवामा गरेको समर्पण धेरै दशकहरूमा सुसङ्गत थियो। उनले धेरै महत्त्वपूर्ण विभागहरू सम्हाले र अन्ततः यस महान राष्ट्रको राष्ट्रपतिको रूपमा सेवा गर्नुभयो। तिब्बती जनता र केन्द्रीय तिब्बती प्रशासनको तर्फबाट गहिरो शोक व्यक्त गर्दै केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले जब भारत एक उच्च नेताको अपूर्णीय क्षतिमा शोक गर्दैछ, यस शोकको समयमा हाम्रो विचार र प्रार्थना भारतका जनता र स्वर्गीय ज्यूको परिवारसँग रहेको बताउनुभयो। तिब्बती संसदका प्रमुख श्रीमान पेमा जुग्नेले छोरा अभिजित मुखर्जीले लेखेको शोक पत्रमा सन् 2016मा चिनिया सरकारको कडा विरोध भए पनि स्वर्गीय मुखर्जीले दलाई लामा ज्यूसँग भेट र तिब्बतको पक्षमा उनको समर्थन लागि प्रशंसा गर्नुभयो। यस मङ्गलबार केन्द्रीय तिब्बती प्रशासनले दिवंगत पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै प्रार्थना र पूजाको आयोजना र बाँकी दिन कार्यालयहरू बन्द गर्नुभयो। स्वर्गीय पूर्व राष्ट्रपति 31 अगस्तको दिन 84 वर्षको उमेरमा उहाँको निधन हुनुभयो। परम पवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनले जापानका प्रधानमन्त्री सिन्जो आबेको स्वास्थ्य लाभको लागि प्रार्थना गर्दै उनको नेतृत्वको प्रशंसा गर्नुभयो। जापानी प्रधानमन्त्री सिन्जो आबे जापानका सबैभन्दा लामो समय सेवा पुर्याउने प्रधानमन्त्री थिए। स्वास्थ्यका कारण 28 अगस्तको दिन उहाँले राजीनामा दिनुभयो। तिब्बती जनताले उनको सफल उपचार र स्वास्थ्यको शीघ्र लाभको लागि प्रार्थना गर्नुभयो। श्रीमान सिन्जो आबे लिबरल डेमोक्रेटिक पार्टीका नेताको रूपमा जापानी संसदीय तिब्बत समर्थन समूह स्थापनामा महत्त्वपूर्ण भूमिका निभाउनु भएको थियो, जुन विश्वको सबैभन्दा ठुलो संसदीय समर्थन समूह हुनुका साथै यसमा विभिन्न राजनीतिक दलका सांसदहरू हुनुहुन्छ। विश्वभरका तिब्बतीहरूले यस हप्ता बुधबार तिब्बती प्रजातन्त्र दिवस मनाउनु भयो। केन्द्रीय तिब्बती प्रशासनका वरिष्ठ नेताहरूले धर्मशालामा ऐतिहासिक दिनको उपलक्ष्य समारोह अवलोकन गर्दै लोकतन्त्रको अमूल्य उपहारका लागि परम पवन दलाई लामा ज्यूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्साङ सिङ्गेले परम पवन ज्यूको अन्य विरासतहरूमध्ये प्रजातान्त्रिक आदर्शलाई सबैभन्दा ठुलो विरासतको रूपमा उल्लेख गर्नुभयो। At a very young age, he was enthroned as the leader of the Tibetan people in 1950. He was in his teens. But 2 years later, he established a reform committee to bring or introduce more egalitarian society, to end discrimination within the Tibetan society, so that the poor, the sick, the old, the downtrodden can be helped and can be benefited. सो समारोहमा कुशल तिब्बती विद्यार्थी र लामो समय सेवामा रहेका कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्दै वृत्तचित्रको स्क्रिनिङ गर्नुभएको थियो। पूर्व भारतीय राष्ट्रपति स्वर्गीय प्रणब मुखर्जीको निधनको सम्मान गर्न केन्द्रीय तिब्बती प्रशासनको औपचारिक समारोहमा सांस्कृतिक प्रदर्शन रद्द गरेको थियो। वाल्थम फरेस्टको लन्डन बरोले 7औं तिब्बती प्रजातन्त्र दिवसमा तिब्बती जनता उठेको देख्नुभयो। वाल्थम फरेस्टका काउन्सिलर, मेयर
क्रिस्टोफर रोबिन सिबिईले तिब्बती रसिया झण्डा उठाउँदै तिब्बती संस्कृति र तिब्बतको मुद्दालाई निरन्तर समर्थन दिने आश्वासन दिनुभयो। Our very best wishes to all of you for Democracy Day. It's an important day for us as it is for yourselves, and we hope that you see Waltham Forest as a friend, you see the people of Waltham Forest as friends, and that we continue that friendship and spread the word for the Tibetan people throughout all of the London boroughs. My best wishes from myself and my best wishes from the community in Waltham Forest. Tashi Dali. तिब्बती राष्ट्रिय झण्डा वाल्थम फरेस्टको टाउन हल बाहिर उठाएको यो लगातार तेस्रो वर्ष थियो। केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोसा सिंघेले चिनिया राष्ट्रपति सी जिनपिङको तिब्बत सम्बन्धी प्रस्तावित नीतिगत निर्देशनहरूलाई खण्डन गर्दै यसलाई गलत दिशा र अव्यावसायिक भन्नुभएको छ। They elaborated or introduced major policies and guidelines, but all these guidelines are clear indication that ultimately the Chinese government want to convert Tibet into a Chinese province and make Tibetan into Chinese people. So that's their ultimate goal. So they want to, as they say, challenge separatism in Tibet. But actually we all know that as per the vision of His Holiness Dalai Lama and unanimously passed by the Tibetan Parliament exile, our policy is middle way approach, which is to seek genuine autonomy for the Tibetan people. 28 र 29 अगस्तका दिन बेजिङमा 2 दिनसम्म आयोजना गरिएको 7औं केन्द्रीय संगोष्ठीमा सी जिनपिङले तिब्बतमा 4 प्रमुख नीति निर्देशनहरू प्रस्तुत गरेका छन्, जसमा अलगवादलाई रोक्न र तिब्बती बौद्ध धर्मलाई पापमा पर्ने समावेश गरिएको छ। केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता श्रीमान कर्मा छुइङले तिब्बतमा सी जिनपिङको नीति निर्देशनमा चिन्ता व्यक्त गर्नुभयो। I think this instability, if there are any in Tibet, is because of the repressive and hardline Chinese policy, and this is one thing. And second thing, regarding Tibetan Buddhism, which is a matter of people's faith, it is kind of a joke that you want to, the Chinese government want to infuse communist ideology into Tibetan Buddhism, which is totally different from the Tibetan Buddhist practices. तिब्बत वॉक्सको 7औं केन्द्रीय संगोष्ठी नीतिहरूको लागि चीनको सबैभन्दा महत्त्वपूर्ण फोरम भएको र यो 2 दिने बैठक 5 वर्षपछि पहिलोचोटि भएको उल्लेख गर्नुभयो। यस हप्ता बुधबार एक प्रेस उपलब्धतामा बोल्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सी जिनपिङको तिब्बत सम्बन्धी नीति निर्देशनहरूप्रति चिन्ता व्यक्त गर्दै चिनिया सरकारले परमपावन दलाई लामा ज्यू वा उनका प्रतिनिधिहरूसँग वार्ता गर्न आग्रह गर्नुभयो। सेक्रेटरी पोम्पियोले ताइवान समुद्रदेखि हिमालय र यसभन्दा पछाडि आफ्ना छिमेकीहरूलाई चिनिया कम्युनिस्ट पार्टीले सताएको स्पष्ट गर्नुभएको छ। We're also concerned about Chinese actions in Tibet in light of the General Secretary's recent calls to synthesize Tibetan Buddhism and fight splitism there. We continue to call upon Beijing to enter into dialogue with the Dalai Lama or his representatives without preconditions to reach a settlement that resolves their differences. आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता साप्ताहिक समाचारका साथ फेरि भेटौँला। नमस्ते।